अहिले गरेको कुरा नै अप्राकृतिक छ नि। कसरी? किनभने आजको दिनमा एउटा त मानिसहरू के भन्छन् या नेपालीमा जनता नै के भन्छन् भने अब यो कम्युनिस्ट नामको जुन हिजोका दिनका ब्रान्डहरू थिए, जो पसलहरू थिए, ती पसलहरूमा त अहिले के टाँस्या छ भने सटर खाली छ, टाँस्या छ क्या। मेरो खराब पानी छ, मेरो खराब पानी छ। त्यो काम चाहिँ तपाईले या सुरेन्द्र पाण्डे लगायतका नेताहरूले सुरु गर्नु भएकै थियो त। आफ्नो प्राज्ञिक उन्नयन गर्ने, आफू लेखपढ गर्ने, आफ्नो ज्ञानको दायरा बढाउने। अब त्यता लाग्ने होला, त्यो पनि भएन भने अब नाति नातिना खेलाएर बस्ने होला क्या। तपाईँ पनि फेल, पुष्पकमल दाहाल पनि फेल, केपी ओली पनि फेल, माधव नेपाल पनि फेल, कुनै कुनै रूपमा बाबुराम भट्टराई पनि फेल, मोहन वैद्य पनि फेल, अर्थात् नेत्रविक्रम चन्द पनि फेल, होइन त? अनि यिनै मान्छे अहिले के भन्छन् भने फेरि हामी एक ठाउँमा आउनु पर्यो, फेरि हामी एक ठाउँमा आउनु पर्यो, एउटा खसी काट्नु पर्यो, भाग लाएर खानु पर्यो। तपाईँ केपी ओलीलाई, तपाईँ एमालेको अध्यक्ष छोड्नुहोस्, पुष्पकमल दाहाललाई नेपाली कम्युनिस्ट पार्टीको संयोजक छोड्नुहोस् र हामी आजै एउटा सार्वजनिक आह्वान गरौँ, दोस्रो या तेस्रो पुस्ताको व्यक्तिको नेतृत्वमा हामी एउटा नेपाली कम्युनिस्ट केन्द्र बनाऊ। यी लोभी पापीहरू त्यसो भन्न सक्छन्? यसपालिको वर्ल्ड कप फुटबल हेर्नुभयो नि? भ्याएसम्म हेरेँ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अर्जेन्टिना जस्तो पनि बन्न सकेन भनेर चर्चा भइरहेछ। बाहिर देखाउँदाखेरि चाहिँ स्पेनको जस्तो खेल देखाउने होइन, मेस्सीको जस्तो लोकप्रियता बटुल्न खोज्ने होइन, अनि एम्बापे जति योगदान पनि गर्न सक्ने। अनि टुलिप होटलको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभयो अनि आलु पोलेर खाएपछि नै खानुभयो होइन। पुराना दलका नेताहरूले बाघ जसरी गर्दिन्थे अनि खास्टो ओढेर म्याउ गर्थे। अहिले रासोपाका सांसदहरू नेताहरू चाहिँ सिंह जसरी गर्दिन्छन् अनि बाहिर भौ गर्न थाल्छन् क्या। खराने ग्याङको नाइकीहरू मध्येको एउटा नाइकीलाई बुझाउँदैछु म। समाजमा उठिरहेको बिजनेसले ड्रप आउट गरे कि पढ्न नसकेर ड्रप आउट गरे? गजब बेइज्जती है। तर तपाईँ हरेक विषयमा, जस्तै तपाईँ होम गर्दाको कुरा होला, व्याशासनमा बस्दाको कुरा होला, जब गर्दाको कुरा होला, या तन्त्रको कुरा होला, मन्त्रको कुरा होला, बोक्सीको कुरा होला, जो भन्न हुँदैन भनिन्छ, यी यावत विषयमा तपाईँ यसरी ज्ञान बाँडिरहेको हुनुहुन्छ, यसरी बोलिरहेको हुनुहुन्छ, यसरी कन्फिडेन्ट बोलिरहेको हुनुहुन्छ, त्यहाँनिर एउटा नेपाली भनाइ मलाई याद आउँछ, अल्पज्ञानी भयङ्करी। मेरो खराब पानी छ, मेरो खराब। म त बिचारा सानो मान्छे, म त्यति धेरै सानो मान्छे भन्न पाइँदैन। त्यो कुर्सीमा बसेर र यति महत्त्वपूर्ण विषयमा बोलिसके पछाडि गल्ती भयो भने म त सानो मान्छे हो, माफ पाऊ, एउटा चक्लेट दिन पाइन्छ र? मलाई चाहिँ अब फोन नै आएको थियो, मलाई काँचो वायु चढेको रहेछ उहाँलाई। ए, काँचो वायु? हजुर, काँचो वायु। काँचो वायु भन्ने चाहिँ के हो? पकाएको वायु कस्तो हुन्छ? पदन भण्डारीजी, यस्तो बचपना देखाएर राजकाज चल्छ? बचपना कसले देखाएको र? राष्ट्रिय स्वतन्त्र पार्टीले। विकल्प छैन। हामी के विगतमा जस्तो कहिले कुन्दलसँग मिलेर सरकार बनाउने, कहिले कुन्दलसँग मिलेर सरकार बनाउने, सेपारे प्रवृत्ति देखाउने, तपाईँ यो सर्पले काँचुले फेरे जस्तो सरकार फेर्ने। अरे बाप रे, ये तो धोती खोल रहा है। गरिब सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भनेर अनि त्यो चाहिँ नारामा मात्रै, सत्तामा गएपछि चाहिँ झ्वाम। मेरो खराब पानी छ, मेरो खराब। रातारात पक्राउ गर्नुपर्छ भन्नेको निर्देशनको आधिकारिकता पुष्टि गर्नु पर्यो।
प्रहरीले घेराउ गरेको भनेर फोटो सञ्जालबाट पुष्टि गर्नु पर्यो। यो आशंकाको भरमा भएको हो होइन, हावा नचलिकन पात हल्लिन्छ। कुम्बासी बस्ती जानु भएको छ? धेरै पटक गएको छु, त्यहाँको मान्छेसँग कुरा धेरै गर्नु भएको छ? पटक गरेको छु। होल्डिङ सेन्टर के को तपाईँलाई के लाग्छ? म आफै पनि म सुनको चम्चाले चाँदीको थालमा खाने मान्छे हो। स्टडी मेरो खराब बानी छ मेरो खराब कतिवटा हुन्थ्यो? होइन, अब फर्मल र इन्फर्मल के थियो होला? वेतनभोगी अथवा वेतन नलिने खालका विभिन्न थियो होला नि। तपाईँले म यो चुनाव पछाडि दुबईबाट आएको भन्ने सोचेको? त्यस अलिक संयमित भएर जानुपर्छ। त्यसलाई काहीँ केही भनेपछि तपाईँलाई संसद अहिले जसरी चलिरहेछ, संसदमा जे भइरहेछ, जस्तो परिदृश्य देखिरहेछ, भदौमा हुनुपर्ने गाई जात्रा वैशाखमा जेठमा असारमा भइरहेछ, मजै लागिरहेछ। तपाईँको सभापतिले धेरै पटक भन्नुभएको थियो हाम्रो सरकार बने पछाडिको 100 दिनमा हेर्नु होला, 100 दिन हामीलाई सरकार चलाउने, 100 दिनभित्र हामी विदेशका गल्ली गल्लीबाट नेपाली नागरिक फिर्ता ल्याउँदैछौँ। अब आउँछन् होइन? होइन, सरकार त बन्यो नि हाम्रै। राज्यको रिसोर्सेस के छ? आफूले चाहिँ अनि त्यो राजनीति गर्दा त्यो बोल्दा चाहिँ रिसोर्सेस चाहिँ कहाँ गयो? त्यो यो सोच्ने कुरा चाहिँ गट्टा खेल्न गएको। सांसदीहरू हुनुहुन्छ, कतिपय कुरो संसदीय प्रक्रिया मर्यादाका कुराहरू पनि कतिपय हुन्छ, सिक्दै हुनुहुन्छ। यसलाई चाहिँ हामीले चाहिँ सिक्ने भए स्कुलमा जाने, भर्ना खुल्छ, भर्ना फी तिर्नु पर्दैन भनेको छ वर्ष पछि शिक्षा मन्त्रीज्यूले। तपाईँले बारम्बार भन्ने एउटा शब्द तपाईँ सिपाही, तपाईँ एउटा सुरक्षाकर्मीकै पृष्ठभूमिबाट आएको र अझ एउटा त रमाइलो लाग्ने कुरा पनि छ मलाई होइन, चुनाव जितेर नआएको भए त सरले मारिहाल्नुहुन्थ्यो नि भन्ने। सर भने चाहिँ अहिलेको हेड सरलाई भने होला होइन। त्यो हिसाबमा सरकार गलत बाटोमा गएको छ भन्ने आधार अहिले वस्तुगत आधार बनिसकेको छैन। अनि अहिले सञ्चार माध्यम र प्रतिपक्षी दलहरूलाई चाहिँ नियन्त्रणमा राख्नको लागि त्यस्तो फन्डा अपनाउनु भएको। पदम परियारजी, अहिले तपाईँहरूले पनि स्यालो यहाँ मचाइरहनु भएको छ होइन? विगतमा तपाईँहरूले त्यसैलाई राजनीतिकरण गर्नुभयो नि त, मागी खाने भाँडो बनाउनु भयो। काम कुरो एकातिर, डोजर बोकी सुकुम्बासी बस्तीतिर, अनि अहिले त सुकुम्बासीहरूले कुम्लो बोकी होल्डिङ सेन्टरतिर। कुम्बासी बस्ती जानु भएको छ? धेरै पटक गएको छु, त्यहाँको मान्छेसँग कुरा धेरै पटक गरेको छु। तपाईँलाई के लाग्छ? म आफै पनि म सुनको चम्चाले चाँदीको थालमा खाने मान्छे हो। स्टडी मेरो खराब बानी छ मेरो खराब कतिवटा हुन्थ्यो? होइन, अब फर्मल र इन्फर्मल के थियो होला? वेतनभोगी अथवा वेतन नलिने खालका विभिन्न थियो होला नि। तपाईँले म यो चुनाव पछाडि दुबईबाट आएको भन्ने सोचेको? त्यस अलिक संयमित भएर जानुपर्छ। त्यसलाई काहीँ केही भनेपछि तपाईँलाई संसद अहिले जसरी चलिरहेछ, संसदमा जे भइरहेछ, जस्तो परिदृश्य देखिरहेछ, भदौमा हुनुपर्ने गाई जात्रा वैशाखमा जेठमा असारमा भइरहेछ, मजै लागिरहेछ। तपाईँको सभापतिले धेरै पटक भन्नुभएको थियो हाम्रो सरकार बने पछाडिको 100 दिनमा हेर्नु होला, 100 दिन हामीलाई सरकार चलाउने, 100 दिनभित्र हामी विदेशका गल्ली गल्लीबाट नेपाली नागरिक फिर्ता ल्याउँदैछौँ। अब आउँछन् होइन? होइन, सरकार त बन्यो नि हाम्रै। राज्यको रिसोर्सेस के छ? आफूले चाहिँ अनि त्यो राजनीति गर्दा त्यो बोल्दा चाहिँ रिसोर्सेस चाहिँ कहाँ गयो? त्यो यो सोच्ने कुरा चाहिँ गट्टा खेल्न गएको।